सो गुड आफ्टरनुन फ्रेन्ड्स। आज फेरि है म यहाँनिर अब तपाईँहरूको समक्ष एउटा सानो मुकबाङ लिएर आएको छु है। आज चाहिँ नेपाली अथेन्टिक फुड, यसलाई चाहिँ म अब तपाईँहरूको समक्ष इन्ट्रोड्युस गर्नु आँटेको छु है। यो चाहिँ हो ढेँडो, यो चाहिँ हो तपाईँको कटहरको सब्जी, यो चाहिँ हो तपाईँको घेरौलाको सब्जी र यो चाहिँ फर्सीको सब्जी है। र यहाँनिर चाहिँ मसँग छ सिस्नुको झोल है। र यहाँ सामने छ एउटा फ्रुट, यो चाहिँ वाटरमेलन हो। ल सुरु गर्छु ल। गरम छ है। असम यो चाहिँ लागेको ढेँडो है। यो चाहिँ बहुत कम्ती मात्रामा पाइन्छ यहाँ। यो सिस्नु चाहिँ बिहानै मेरो आमाले है टिपेर ल्याउनु भएको र यो जति पनि सब्जीहरू देख्नुहुँदैछ यो चाहिँ सबै मेरो भाउजूले बनाइदिनु भएको है। पुरा टेस्टी भएको छ है। पछाडि देख्नु भएको प्लान्ट्सहरू पनि सबै मेरो आमा र भाउजू मिलेर नै गर्नुभएको है। अहिले चाहिँ म आफ्नो घरमा आइरहेको छु है। इस्टरको छुट्टीले गर्दा चाहिँ घरमा आइरहेको छु र त्यही भएर चाहिँ अहिले म हल्का लाइट भेजिटेबल आइटमै खाइरहेको छु। र सबैलाई थाहा भएकै कुरा हो है, हिजो गुड फ्राइडे थियो र आज चाहिँ स्याटरडे है। आज इभिनिङमा चाहिँ फेरि हामी चर्च जानेछौँ। इभिनिङमा चाहिँ 6 बजीदेखि चाहिँ क्यान्डल र पानीको आशिष हुन्छ आज। यो खानाहरू चाहिँ प्रायः अब म सिलगढीमा हुँदा चाहिँ खानु पाउँदिनँ है। त्यहाँनिर चाहिँ अब ड्युटी गरेको कारणले गर्दा चाहिँ रेगुलरली भातै खानुपर्ने हुन्छ। घर आउँदा मात्रै अब अलिकति एक्स्ट्रा डिफ्रेन्ट खाना। यो मुखबिहान चाहिँ म गार्डनहरूको बिचमा बसेर गरिरहेको छु, किनभने भित्र चाहिँ कालिम्पोङमा हाम्रो लाइट फोर्स ज्यादा हुँदैन है। हिल्समा चाहिँ लाइट फोर्स ज्यादा हुँदैन, त्यही भएर अँध्यारो हुन्छ भिडियो भनेर चाहिँ म आज ओपन यो ब्याल्कनीमै एकदम फुलहरूको बिचमा चाहिँ खाइरहेको छु है। एकदमै मिठो भयो फ्रेन्ड्स, एकदमै मिठो भयो। अब यो चाहिँ म चाहिँ एक्सप्रेस नगर्ने खालको भइरहेको छ चाहिँ। यो सिस्नुको चाहिँ आफ्नै धेरैवटा बेनिफिट छ। प्रेसरमा, सुगरमा चाहिँ यो एकदमै बेनिफिसियल, एकदम बेनिफिट गर्छ हेल्थमा है। हेर्नुहोस् फ्रेन्ड्स, मैले सबै खाइसकेको छु है। बहुत मिठो थियो। र अब चाहिँ हामी खान्छौँ वाटरमेलन। वाटरमेलन चाहिँ मैले किन पिस पिस नगरेको भन्दा चाहिँ अब यसमा चाहिँ एउटा चाइल्डहुड मेमोरी छ है। यसलाई चाहिँ हामीले यसरी नै खान्छ। अब तपाईँहरू चाहिँ कसरी खानुहुन्छ वाटरमेलन? कसैले काटेर है, कसैले माथिबाट नुनहरू हात गरेर खान्छ होला। त म चाहिँ यसरी नै काटेर पिस बनाइकन चाहिँ यसरी नै खाने गर्छु एभ्री टाइम। यसरी नै खाने गर्छु म चाहिँ वाटरमेलन है।
तपाईँहरूले के भन्नु हुँदैन होला, तर मलाई चाहिँ यसरी नै मनपर्छ। त फ्रेन्ड्स, कम्प्लिट भयो मेरो आजको मुकब्याङ। र होप यु लाइक माई भिडियो। बाई बाई, टेक केयर।